है ल चस्त्री त पसल्दै ल आमा मान्छे टन्ने खानु हो यहाँ फेरि माछा चाहिँ देख्नु भयो कत्रो कत्रो आमा मारेर सुकाएको चाहिँ है माछा कत्रो कत्रो के सिद्रा रायो सिद्रा माछा चाहिँ ल अब हाम्रो चाहिँ यहाँ आइसक्यो है त ल लाउनु पर्ने हुन्छ नि बोर्डमा हेलो एभ्रिवान नमस्कार हजुरलाई स्वागत छ मेरो ब्लगमा है आज टक्क अब पाउने 1 बजी है अब आज चाहिँ भक्तपुर दरबार स्क्वायर जानु लाग्यो है म अनि यहाँ हाम्रो बिजन भाइ अनि कुशल भाइ अनि रियाज भाइ के बोल्न आएन ल आज चाहिँ हामी जानु लाग्यो है भक्तपुर दरबार स्क्वायर अब के कस्तो हुन्छ रमाइलो गर्नुपर्छ टक्कर है होइन अब रमाइलो चाहिँ गर्नुपर्छ यहाँ चाहिँ एकदम गर्मी छैन त कुशल यहाँ चाहिँ गर्मी छ अब हामी चाहिँ काली भएको रिजन यही हो क्या हाम्रो नेपालले गर्दा हो क्या नेपालले गर्दा हो क्या नेपालले गरेर घामले गरेर अझै हामी जान्छौँ टक्क लगाएर अटो चाहिँ माथि पाउँछ है हिँड्नुपर्छ एकछिन बल्ल पाउँछ अन्त अटो चढेर हामी भक्तपुर दरबार स्क्वायर जान्छौँ के कस्तो हुन्छ हामी सबै देखाउँछौँ है अब लास्टमा हेरेर माया गरेर सपोर्ट गर्नु होला होइन त भाइ सपोर्ट त गर्नु पर्यो ल होइन त ल ल हेर्दै गर्नु है त ल हामी अटो चढ्ने ठाउँमा जान्छौँ भ्याउँछौँ गाउँको चाहिँ रोडमा आइसक्यौँ है तर अटो चाहिँ आएकै छैन यहाँ चाहिँ अटो एकदम प्रब्लम छ है गाडी चाहिँ एकदम प्रब्लम छ होइन सर है रोडमा चाहिँ आइसक्यौँ त्यही नै गाडी चाहिँ अझै आएकै छैन हो अटो चाहिँ अझै हुन्छौँ आउला कि भन्ने आशमा होइन नयाँ भ्यूहरू चाहिँ हेर्न सकिन्छ है पुरै खेतीपाती खेतीपाती छ है यहाँ चाहिँ पुरै गाउँ होइन त पुरै गरेछ है घरहरू चाहिँ धेरै छैन पुरै खेतीपाती खेतीपाती एकछिन बेसी आउँछ होला अटो होइन त अनि हामी जान्छौँ सर आएपछि देखाउँछौँ है र फाइनली हामी चाहिँ अटोमा गइसकेको छौँ है चारजना यहाँ दुईजना चाहिँ अगाडि बसिखान है कुशल भाइ र बिजन भाइ चाहिँ अगाडि बस्छन् हामी चाहिँ पछाडि गइसक्यौँ है अटोमा चाहिँ है मजा आएको छ त अगाडि बस्न तिमीहरूलाई ल ल हामीसँग बस्छ भने मान्दैन के ल ठिकै छ ठुलो मान्छेहरू के भन्यो होइन के भन्यो होइन ठिकै छ बसेर बस्नु के भयो ल अब चाहिँ हामी सरबाट जान्छौँ हाम्रो है सक्नुहुन्छ बाटो पनि है दामी छ फाइनली हामी चाहिँ पुग्न लागिसक्यौँ है त वेलकम टु भक्तपुर छ है त्यहाँ यहाँ चाहिँ भाइहरू छ है यहाँबाट सिधै जानुपर्छ है त अब चाहिँ हामी जान्छ भक्तपुरतर्फ है त यहाँ चाहिँ अब दामी छ म त पहिला आइसकेको थिएँ है यो बाटो दुईवटा बाटो हो अब यो बाटो चाहिँ हामी जानु चाहिँ अब पहिला आइसकेको थिएँ यहाँ चाहिँ कस्तो राम्रो ठाउँमा सबैजना त्यहाँ यसो खेल भइरहेको त्यहाँ चाहिँ लुडो चेसै त्यस्तै खेल भइरहेको है त अब चाहिँ हामी सर जान्छौँ होइन त भाइ आज क्या नि किन ए हो ल है त अब चाहिँ हामी जान्छौँ यहाँ त पहिला पानी दिएर पानी छ कि छैन भाइ यहाँ पानी छ कि अहिले यहाँबाट हाम्रो रहेछ जाने अर्कोले यहाँ त अहिले नि रहेछ पानी लास्टै पहेँलो छ यार पानी त त्यो के मेसिन हो भाइ वाटर मोमो हो ए उछिदिन्छ ओ यसो आउँछ है रिवाजलाई के अरे फ्युचर त सिक्नु पऱ्यो नि है त अब हामी जान्छौँ पानी चाहिँ कस्तो छोड्यो कि है हेर्नु है के भयो कस्तो के भयो पानीमा कसरी मर्छ यहाँ चाहिँ बस्ने ठाउँ होला बसेर देखाइदेऊ त रियाज बस्छ त छिट्ट भयो तर यहाँ बस्यो नि
पानीमा मान्छे बस्ने आउँदैन पानीमा मान्छे म नि बस्न ट्राई गर्छु हान्ने कि नानी र हान्ने हान्ने अझ बाटो बन्द रहेछ पुरै मजाले बाटो खोल्ने हो नि बाटो खोल्ने हो हामी चाहिँ अब साइडमा जान्छौँ है त माथि गएर देखाउँछु ल अब हामी चाहिँ यहाँबाट जान्छौँ है त ल ल है ल चस्ते चटपट पसलमा ल च्वास छ दाजुभाइ पानी बिहा चटपट पसलमादेखि है त मैले है च्वास कि च्वास भन्ने बस्नु हाम्रो हामी चाहिँ त्यहाँ जान्नौँ के त्यहाँ चटपट कस्तो पाउँछ भाइ हावा बनाउँछ र भाइले भने त्यहाँदेखिको पनि मानिम न त्यही भएर हामीले यस्तै खाएनौँ अन्त के नभए आफूले मन पराउँछ भन्नु मन्डल हानि हेर्नु है के अरे अब टक्क हामी चाहिँ अन्त्य खान्छौँ खास होइन त भाइ अन्त्य खाने नि त अन्त्य खान्छौँ वाउ त्यो पास्ताले हो कस्तो दामी भइरहेछ है मान्छेहरू चाहिँ टन्नै आउनुभएको छ कुहिरेनीहरू गर्दैन है त्यस्तै है गाह्रो छ है त अब चाहिँ हामी टक्क घुम्छौँ एकछिन है मान्छे चाहिँ टन्नै आउनु भएको कति मान्छे त हेर्ने आमा डेटिङमा सिकाऊ ल अब चाहिँ यहाँ टक्क भित्र जाँदैछौँ हामी है भित्र जाँदैछौँ अब यहाँ चाहिँ यस्तो छ पुरै पुरानो है यो के हो काठहरूको पुरै पुरानो भूकम्पले भत्काएको है त्यहाँ चाहिँ यो भूकम्पले भत्का जस्तो यो चाहिँ के हो यो यमा दिवार के हो यमदार चोक अरे यमदार चोक है भगवान हुँदो रहेछ है यहाँ घडी भयो यो चाहिँ है अब चाहिँ यहाँभित्र छिन्दा यहाँ भिडियोहरू मिल्दैन ए भिडियोहरू मिल्दैन रहेछ यहाँ चाहिँ त जब भयो नि त कुल्फी संसारबाट हाम्रो चाहिँ कुल्फी किन्यौँ है त्यहाँ चाहिँ भिडियोहरू दिएन त्यसरी भिडियो गर्न मैले है भिडियोहरू मिल्दैन रहेछ भित्र चाहिँ होइन त हामी चाहिँ कुल्फी किनिसक्यौँ है कुल्फी कति रुपियाँ कुशल ए चाडा कस्तो भएको त कुल्फी कस्तो लाग्यो तिमीलाई चवाक म खानु हुन्छ ल ठिकै छ त्यही पसल रहेछ पुरै है पुरै पसल छ यता चाहिँ हामी यहाँबाट कहाँ जान्छौँ अब रिवाज मैले भक्तपुर दरबार स्क्वायर हो त्यसलाई दरबार स्क्वायर भन्ने यहाँ चाहिँ खतरा रहेछ हौ पसल ल कस्तो या त्यस्तो कस्तो 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 लाग्यो मलाई त सकिसक्यो बिजनको ए मुगलाई ट्राई गरौँ न मुगलाई ट्राई गरौँ न ल है त हामी चाहिँ आइसक्यौँ पास्ता मन्दिर आमामा मान्छे टन्नै खानु हो यहाँ माइज बिजन भाइ माइज यहाँबाट माइ जान्छ अब हिँड मान्छेहरू टन्नै रहेछ नि यहाँ टन्नै मान्छेहरू दामी छ यहाँबाट है आम्मा पुरै कस्तो दामी है यहाँबाट त मान्छेहरू टन्नै रहेछ नि एउटा फोटो हाल्नु भिडियोबाट यस्तो लड्दा खुट्टेको यार यति हेरेर है भिडियो पछि भिडियो भन्ने मान्छेहरू टन्नै बस्यो होइन यहाँ
हामी चाहिँ तर यसरी घुमेर आइसकेको थिएँ माछा चाहिँ देख्यौँ है कत्रो कत्रो आम्मा मारेर सुकाएको त है माछा कत्रो कत्रो हो के सिद्रा था यो सिद्रा माछा चाहिँ आम्मा कत्रो त सुकाएको है यो चाहिँ के अरे मारेर सुकायो नि दाइ आन्द्रा भुँडीसुडी के निकाल्न सबै हुन्छ गाह्रो छ गाइस गाह्रो छ आगोमा बोलायो सुकायो कसरी 300 किलोको पाउको 300 कत्रो कति किलो है माछा नि यस्तो के लाग्यो सोसल एङ्जाइटी त्यो दाइले डराउँछ कत्रो रहेछ माछा चाहिँ है म चाहिँ फर्स्ट टाइम देखेको त्यत्रो ठुलो है फर्स्ट टाइम देखेको यिनीहरूले देखिरहेको है तिमीहरूले त नि माछा हो है अब फेरि बोटिङ गर्न जान्छौँ अब है तगडा बोटिङ गर्न हुन्छ अनि त गर्ने कि बोटिङ कसले हो ल ओके ल पहिला खान्छौँ हामी बल्ल बोटिङको लागि जान्छौँ विवाद भएर चाहिँ भोक लगाइसकेर भात खाएर आउनुपर्छ नि भाइ यार ठिक छ ल पहिला हामी खाजा जान्छौँ अनि बल्ल बोटिङको लागि जान्छौँ के खाने हुन्छ अगाडि गर्दै जान्छ है त धेरै हुन्छ ल बर्गर हाउसमा छिरा भाइहरू हामी चाहिँ खाजा खान आएको है त्यहाँ ल बर्गर हाउस ल त यहाँ चाहिँ ठाउँ चाहिँ सानो रहेछ है यस्तो टेबलमा राख्ने हानी के हानी कची रोल के अरे चिकन कची रोल ये बड़ी अच्छी बात कही आप ओ माय गॉड क्या हानी क्रिस्पी चिकन भएको हाँ क्रिस्पी चिकन मार्का चिकन त्यही हो अनि एउटा चिकन ल्याउ न यहाँको ठाउँ चाहिँ कस्तो सानो रहेछ सानो त मिठो छ चम्मै राम्रो चल्दो रहेछ होइन राम्रो देख्छ नो स्मोकिङ जोन भनेपछि के हानि तिम्रो चाहिँ क्रिस्पी चिकन आमा क्रिस्पी चिकन मैले भन्दा रहेछ मोमो त है खान मिठो हुन्छ है चाहेर न भाइहरूले ल्याएपछि चाख्छु नि अब हाम्रो चाहिँ आइसक्यो है त ल बिजनको बर्गर ओहो ल रिवाजको नि बर्गर मेरो चाहिँ मोमो है अनि त्यसपछि कुशलको चाहिँ के हो त मजा नि खाइन्छ है भाइ बिजे खाइसकेपछि आमामा कस्तो खाएको कस्तो बिर्यानी खाउँछ ल ओए कत्रो गाछो केही हुन्न होइन के हुन्छ म नि अचार हाल्छु है कस्तो हुन्छ यहाँको त मोमो चाहिएको थियो अब चामै त कस्तो हुन्छ कस्तो है हजुर नि यो म जानु माने म चाहनु कस्तो तातो तातो भयो है त्यहाँ छ उसले त्यहाँ रिवाजले गम्मै हाल्नु सक्यो कस्तो म कस्तो ठिक छ बर्गर त दामी रहेछ है बर्गर पट्टो हामी चाहिँ खाजा निस्किसक्यौँ है कस्तो लाग्यो फुल भयो पेट रिवाजलाई भोक लाग्यो मान्छेलाई पेट नभए नि बिजनलाई ठिकै लाग्यो मोमो चाहिँ त्यस्तो मिठो लागेन मलाई है तर अरू चाहिँ मिठो थियो बर्गर र कट्रीको चाहिँ एकदम मिठो थियो है झोल मोमोको झोल चाहिँ राम्रो थियो तर मोमो चाहिँ राम्रो लागेन किनकि मासु खाएको खाइ गरे भएर होला त्यो मोमोको स्वादै मिठो लागेन कि मलाई
किन है मलाई मिठ लाग्यो साँच्ची झोल चाहिँ मिठ लाग्यो तर मोमो चाहिँ मिठ लाग्यो मलाई बर्गर कति रोल त्यो बर्गर चाहिँ एकदम दामी थियो क्या होइन अस्ति नै गयो होइन हामी बोटिङ गर्ने हामी गएर है गर्ने के भएर गर्ने गएर चाहिँ टक्क लाग्यो है त बोटिङ गएको छु त्यही हो खाएको त्यो पेट टन्न भयो अब त पेट टन्न है गाह्रो भयो टक्क लगाएर बोटिङ गरेर हामी त्यो बोटिङ हो अब हामी टक्क लगाएर बोटिङ भएको ठाउँमा जान्छौँ है त त्यही गर्ने आउँछौँ ल सिनमा के पोवा छ पोवा चाहिँ कुन चाहिँ 50 अनि के नि भाइहरू 100 हुन्छ ल 100 दिनु दुईटा गरिदिनु एकजना पास गरिदिनु होइन 100 के गर्नु त्यो 100 को दुईटा आउने यता यहाँ लिएर भागिदिइहाल्यो ल काफल देखाउने अब काफल हानी है ओके भइहाल्छ नि भाइ ल टक्क लगाएर बोटिङ गर्ने है त ए लाइन त कति ल अब चाहिँ हामी टिकट काट्न आयौँ होइन बोटिङको लागि है 100 रुपियाँ हजुर जाग लिएर जाऊ जाग लिन आऊ यहाँ चाहिँ टक्कलाई टिकट काट्यो त्यो चाहिँ हेर्दा टिकट नि कतिवटा त कतिवटा खा 4 जना भने कतिवटा टिकट दिनु त ए हे उडा म पैसा राख्दै थिएँ कि लिगा भाइ यो चाहिँ मेरो टिकट है अब लगाएँ ओहो कसैले लगाइसकेको छ टिकट नबुझ्नु बुझ्नु भाइ समाज यो टिकटहरू समाज नै मन लगाउँछु जुन लाइन हुन्छ कि भाइहरू यार लगाऊ त लौ त मन समाज म लगाउनु लाग्यो टक्क लगाएर लाउनु पर्ने हुन्छ नि बोर्डमा सर जानु पर्छ कति सर बोर्डमा जाने हिँड्छ के एकदम चढ हिँड्नु ल बिजन र म हो चढौँ दाइ बिजनले गर्ने गाह्रो भएर ल उता जान्छ उता गरे यता हुन्छ है बुझ्यो मान्छे अब गरौँ न भाइ उता कति घन्टा लाउने हो आधी घन्टा 5 मिनट घन्टा ए 5 घन्टा ल टिप्छ सर भ्यू हेर्दै है त यहाँ मान्छेहरू त कस्तो मजा आएको है के मजा आयो नि त के हुँदैन अब के हुन्छ काम गर्ने मान्छेलाई हल्का दिँदाखेरि धन्दा लड्यो नि त्यहाँ दुई धन्दा लड्नु है आन्टी लडाइ भयो क्या मजा आउँछ त्यसो नभन्नु म यसलाई कुनामा हिँड्न भाइ ऊ त्यो कुनामा कुनामा हिँड्ने बिजन भाइ कुनाको भने जाने क्या चाबी लाउनु पऱ्यो नि होइन रियाज भाइ होइन र एकदम प्रजल चाहिँ छैन मिन त्यसो भन्ने यार अनि पान तातो हुन्छ त यस्तो ठाउँको ए यता है के हो यता
मजा आयो बाज मजा आयो खायो नि त पानी जानु चिसो यहाँ त कस्तो नहोस् क्या पानी यहाँ त कति नछैन है त्यहाँ नि यहाँ दुईटा ठुल्ठुलो वेट छ नि त अब गाइज अब चाहिँ हामी अब कहाँ गइरहेको छ भने हामी चाहिँ पोखरीको बिचमा छौँ होइन परिरहेको छ दाइले हाम्रो कुरामा जान मन लागेर अब उता जानु पऱ्यो यता जान कता बाटो थियो मैले यसो गर्न सक्छ त्यहाँ त के हुँदैन क्या नडरा अनि वेट अनब्यालेन्स भइरहेको छ देख्दैनस् यहाँ झगडा भइरहेको है गाइस हैन सो गाइस अब सब एकैछिनको लागि म भ्लग गर्छु किनकि म नि अब भ्लग गर्ने मान्छे नै हो क्या अब भ्लग एक्सपिरियन्स पनि धेरै छ किनकि मेरो दानी भ्लगरै हो यु क्यान चेक इट आउट बाई सर्चिङ बाई रुल ओके हामी मलाई आउँछ भ्लगिङ गर्न अरे तुम्हारी खोपड़ी में भेजा है कि भजिया है ल अब चाहिँ चेन्ज गर्न आएको है मासे विमल दाइ उता कुशल भाइ यता ल बाबा बाबा लड्यो 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 सो गाइस काफल खाँदै मिठो छ नि ल ल चेन्ज गरम गरम कता आयो त पछाडि जान ल कस्तो अनि उता ल फेरि नाटक के गऱ्यो हामी के भाइ यार यता जान्छ भने त्यो ल एकचोटि गरौँ न धेरै फास्ट आयो न मलाई गाह्रो हुन्छ हेर त खुट्टा बिस हुँदै पानी यता कि यता यता तिमीहरूलाई पानी यस्तो पहिरो हरियो देख्यो हरियो देख्यो पनि तर सफा छ होइन रिवाज भाइ पानी हरियो देखेर सफा छ कस्तो लागिरहेको एकचोटि मुख गाडेर हेर्नु न तल कसो छ तिमी गाड त ल झरौँ त है झर भाइहरू मजा आयो बिजन मलाई आधी घन्टा त डुल्यो होला है कुशल मैले त मजा लाग्यो नि किच गरेँ जाम त यहाँ राखिदिने ल यहाँबाट चाहिँ अब हामी बाई बाई भन्न पर्ने हुन्छ है त जम काम हो क्या अब चाहिँ हामी जुस दोकान लाग्यो है उहाँ त फेमस डिजर्ट होइन फेमस लस्सी के भन्छ यसलाई डिजर्टै भन्छ होइन हामी अस्तिको पालि नि फेरि खाथ्यौँ नि दाइ काठमाडौँ आउने बेला अनि फेरि खानु होला फेरि खानु लाग्यो जुस दो है अझै खानु लाग्यो यहाँ हो जुस दो यहाँबाट छाउँछ त भाइ यार दिदी जुस दो कसरी हो एउटाको कपाललाई कति हो 55 दिनु न चाला दिदी पानी टक्कला किन त सामान बिच फेरि अर्को चोटि यो छोड्छ उता ल यो त हामीले किनिसक्यौँ कस्तो कस्तो भाइ खाइसक्यो
जे पनि चाक 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 हेऱ्यो हेर्दा कामै यो भिडियोलाई त मन खान्छ ए कामै हैन हैन अहिले अहिले चाक चाक हुन्छ क्या लक्का गम्या हो त गाइस दहीबाट बने कस्तो दामी छ यो त साँच्चै अनेस्ट रिभ्यू है मिलायो मलाई मिठो भक्तपुर आइस चाहिँ ट्राई गर्नै पर्ने डिजर्ट होइन यो दामी छ त मिठो मिठो है एकदम सक्यो बिजेन ए ल कुशल भाइ कतिको सक्यो कुशल भाइ यिनीहरू सकिसकेको छ मनी खानु पऱ्यो यार अब र हामी चाहिँ सुरमा आएको ठाउँबाटै अब जानला घर है आजको चाहिँ यस्तै भयो है झाउ पनि लाग्यो है यस घुमियो भक्तपुर रेस्टुरेन्ट होइन त मजा आयो होइन घुम्न घुमियो हामी चाहिँ घरतिर जान्छौँ हामी यहीँबाट आएको थियौँ होइन त मान्छे चाहिँ हेर्न सकिन्छ टन्नै हुनुहुन्छ है अहिले पनि मान्छे टन्नै हुन्छ जानु घरतिर जान्छौँ सही पसल हुँदै है सबैले खेल्नु त्यहाँ त्यताबाट जान्छौँ है के भन्नु कुशल भाइ रियाजहरूले दाइ म यहाँ बाटोमा सुतिदिन्छु के भनिनु लाग्यो फेरि भर्खरै त्यो हल्का यो हाइटमा छ हामी चाहिँ घरतिर लाग्छौँ अब अटो हुँदै अब ल चाहिँ हामी जानु लाग्यो होइन त सर्र अटोमा यहाँ चाहिँ घर हुँदै है के भन्दै हो पछाडि चाहिँ टक्क पारामा है हामी चाहिँ रियाजहरूसँग घरबाट सोध्छौँ मलाई लाग्छ थाकेको छ है ल लाग्छै थाकेको छ त्यही हो र फाइनल्ली होइन लगभग 5 बजिसकेको छ है हामी चाहिँ अब घरतिर पुगिसक्यौँ अब आज एक दिन यस्तै भयो है अहिले घामसँग केही छैन पुरै है अब यस्तै भयो दिन चाहिँ हो हजुरले लास्टसम्म हेर्नु एउटा ब्लग है लास्टसम्म हेर्नु भएको छ भने थ्याङ्क फर वाचिङ है कमेन्ट हान्नु होला मेन भनेको कमेन्ट हान्नु होला है नयाँ हुँदा चाहिँ सब्सक्राइब र कमेन्ट पनि हान्नु होला र अघिल्लो भिडियोहरू पनि हेर्नेछौँ हामी है त त्यही हो यिनीहरू चाहिँ ढुङ्गा हान्ने एकअर्कालाई ल आजलाई चाहिँ यति नै है अर्को फेरि नेक्स्ट भ्लगमा जाउँ ल थ्याङ्क फर वाचिङ बाई